बोट गुलिन्छ आजको शिकार है अब सुट फाइनली गाइस 4 केजी 4.5 केजीको बोइलर हो यो चाहिँ आजको काट्ने शिकार काट्ने चाहिँ ती हुन् खसी ढाल्ने हैन गाडीले धोया नै यो बलिसकेको छ पुरै पुरै यहाँ आगो ए यो बल्छ रातभरि बल्छ आज है ल ल गाइस एक चस्मा मलाउनु अलिकति गाइस प्लास्टिकमा पानी कहाँको त्यही देऊ पानी गाइस हामीले यहाँ आगो हेर्नु है आगो आगो कस्तो बारेको गाइस यहाँ हेर्नु पहिला गाइस यहाँ हेर्नु त आगो हेर्नु न यहाँ पहिला आगो तपाईँले के भन्न चाहनुहुन्छ गाइस हेर्नु त हामीले कत्रो खतरा आगो बारिसकेको छ बेला यो रुख पुरै जल्ने छ गाइस यो रुख पुरै पुरै रुख जल्छ यहाँ अनि यहाँ हाम्रो दाइ हुनुहुन्छ हिउँ खाने हुनुहुन्छ हिउँ पनि है दाइ गाइस यहाँ हिउँ हामी हिउँ खाँदैछौँ यहाँ होइन यहाँ नुन हालेर टक्क लगाएर होइन अनि यहाँ आगो चाहिँ बबाल परिसकेको छ आगो हाम्रो चाहिँ मासु पिसिसकेका छौँ हामीले यता होइन कि यता मासु यो चाहिँ सेकुवाको लागि हो दाइ चाहिँ नवीन दाइ होइन आगो आगो चाहिँ बबालै हो क्या है तर है माटुने माटुने हो यता टक्क लगाएर यता यहाँ चाहिँ मासु हुँदैछ यहाँ चाहिँ हाम्रो अनि यहाँ चाहिँ हाम्रो सेकुवा हुँदैछ होइन टक्क लगाएर खै सेकुवा एकचोटि देखाइहाल्नु टक्क लगाएर फटाफट पानी हेरौँ त एकछिन है सेकुवा भइरहेको अब निम्यो भने राख्नु गाइस आज हामीले चाहिँ अब यहाँ हाम्रो अन्तिम हामीले खाना खान लागिसकेका छौँ है लास्ट अब लास्ट हो यो अब चाहिँ हामीले खाने हो यो मासु मासु पनि भइसकेको छ सब भइसकेको छ भिडियो बनाइले ए ल ल जान ल गाइस अब हामी सकिसकेको छ गुड बाई ल ल बात खतम गुड बाई गुड बाई पिकनिक त सकियो राजेन्द्र भाइको घाँटी लागेकै छ टुक्टो धेरै ठुलो भयो अरे ल ल उता गइसकेको छ छोडुवा ए बटुके माल गयो भोटोमा ब्याटरी हालेको बेला क्यामेरा लट्याउनु यो बाटो दिए कुयास के बाटो दिए चौथा रोइ जा हुँदैन टिकटक स्टार पछाडि रहेका छन् फाइनली गाइस हामी अब घरतिर फर्केका छौँ अनि अरू साथीहरू चाहिँ अगाडि छन् म चाहिँ बिचमा रहेको छु अगाडि दुईटा साथीहरूले चाहिँ हल्का माफा गरेर अलिकति चमक धमकमा छन् है फाइनली हामीले हाम्रो
ठ्याक्कै लेकको फरक भएको ठाउँतिर पुगिसकेको छौँ। भोकले फेरि भोक लाग्यो अरे दुलो बाडी गर्ने